ल पावल किड्स स्टोरको नमस्ते छ सबैजनालाई हैन। फेरि पनि एउटा छोटो डेलिभरी भ्लग लिएर चाहिँ हजुरहरुसामु चाहिँ फेरि पनि उपस्थित भएको छु हैन। यो जिपलाई चाहिँ अब कारमा लोड गरियो भनौं हैन। जिप चाहिँ अब टय हो, अब बच्चाहरुले खेलाउने सानो जिप हो हैन। जिपलाई चाहिँ पछाडी यसो मजाले गाडीमा राख्यो, डेलिभरीको लागि चाहिँ अब लाग्यो हैन। हजुरहरु चाहिँ यदि बाहिरबाट हेर्नु भएको छ भने चाहिँ हैन, हाम्रो स्टोर चाहिँ यो नवलपरासी बर्दघाटमा पर्छ। अर्डर गर्न सक्नुहुन्छ, बाहिर पनि जान्छ हैन। अब हामी चाहिँ उहाँको घरमा पुग्यो, उहाँको चाहिँ पेट्रोल पम्प पनि छ हैन। यो अर्डर गर्नु भएको चाहिँ अस्ट्रेलियादेखि गर्नु भएको आफ्नो बाबुको लागि हैन। जिप अनलोड गर्नको लागि चाहिँ मैले एउटा भाइलाई चाहिँ हेल्प मागेको थिएँ हैन। भाइले मलाई हेल्प पनि गरिदिनु भयो। दुईजनाले अलि गरुङ छ, दुईजनाले चाहिँ झार्नु पर्ने थियो। मैले दिदीलाई सिकाउँदै छु कसरी चाहिँ चलाउने हो हैन, बिना रिमोट चाहिँ कसरी चलाउने हो, रिमोटले कसरी चलाउने हो उहाँलाई म सिकाउँदै छु। उहाँले हेर्दै हुनुहुन्छ हैन। इजी छ, केही छैन, बच्चाहरुले मजाले चलाउन सक्छन्। त्यस्तो अब ठोकेला भन्नुहुन्छ, तर त्यस्तो ठोकिने केही पनि हुँदैन हैन। रिमोटले नि चल्छ। उहाँले सिक्दै हुनुहुन्छ, केही पनि छैन। लेफ्ट राइट अनि अगाडि पछाडी त्यति मात्रै हुन्छ हैन। अब कसैले भन्नुहुन्छ ठोकिन्छ भनेर, ठोकिँदैन त्यस्तो। यदि चाहिँ एक्सिलेटर छोडिदियो भने गाडी जहाँको त्यही रोकिन्छ। त्यस्तो डर चाहिँ केही पनि हुँदैन हैन। अर्डर गर्न सक्नुहुन्छ। ल अस्ट्रेलियादेखि चाहिँ अब भाइरा बहिनीले चाहिँ अर्डर गर्नु भएको चाहिँ हैन। धेरै धेरै धन्यवाद छ उहाँहरुलाई हैन। ल हस्, थ्यांक यू।